आदाङ मासे सेवारो म सारा वाक्कै दिक्क भएर चाहिँ यो भिडियो बनाउनु बाध्य भयो साथीहरु। एकचोटी लास्टसम्म यो हेर्दिनु होला। ओके मन पर्यो भने मन पर्यो, मन परेन भने ठिकै छ, फेरि अर्को बनाउला के छ र हैन। हौ म पनि सानोदिनो सपना बोकेर त यो समय सञ्जालमा आएको हैन बे। भाइरल हुने, पुरै भाइरल हुने, त्यहाँदेखि पैसा कमाउन थालेपछि नेपाल जाने, नेपाल गएर चाहिँ आफ्नै घर परिवार गाउँले साथीभाइसँग चाहिँ ठक्क बसेर चाहिँ भिडियो बनाउँदै हाल्ने, पोस्ट गर्ने, पैसा कमाउने भन्ने सपना बोकेर भिडियो बनाउँदछु। यस्ता कसले कसैले वास्ता पनि छैन हौ, वास्तै छैन ल। हौ पैसा कमाउन थाले भने, पैसा कमाए भने अब म फेरि अरू जस्तो त्यो नेताहरू जस्तो कम्बोडिया खै कता कता पैसा हाल्दिन नि त। नेपालमै लगानी गर्छु ब्या ल। तर साथीहरू सपोर्ट गरौँ न यार, सपोर्ट गरौँ। साह्रो चित्त दुख्छ यार, म कहिले नि कम्ता चित्त दुख्छ। अब भिडियो हेर्नुहुन्छ हैन, हेरेर त्यहाँदेखि त्यत्तिकै जानुहुन्छ, ठुक्कै जाठो भन्नुहुन्छ हैन, भन्नुहुन्छ कि के भन्नुहुन्छ त्यो थाहा भएन। तर यो पालि त्यसो नगर्नु हो यार, यो पालि चाहिँ त्यसो नगर्नु। मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु यार, यो साह्रै भएन। मेरो पनि एउटा लहर हो नि त, तपाईँहरूकै आफ्नै भाइ बत्ती छोरो सम्झेर चाहिँ गरी खाओस् भनेर चाहिँ यसो सब्स्क्राइब गरिदिनु मेरो च्यानललाई, लाइक गरिदिनु, अनि एउटा कमेन्ट गरिदिनु। मैले सब्स्क्राइब गरिदिएको छु मात्र भन्नु कि अरे खोजी म तपाईँहरूको पनि च्यानल छ भने सब्स्क्राइब गरिदिन्छु। अरू केहीमा म पनि तपाईँहरूलाई सपोर्ट गर्छु के। खेकेले चोगुले अरे त्यसले गर्दाखेरि बिचमा फेरि आउँछ नि, लिम्बू भाषा आउँछ कि हाम्रो फेरि। हौ तपाईँहरू चाहिँ गर्नु है, तपाईँले चाहिँ गर्नु है, अरूले नगरे पनि तपाईँले चाहिँ गर्नुपर्छ है। म पनि गर्छु के, तपाईँहरूलाई सपोर्ट गर्छु नि अरे। हौ किन गर्दिनँ हौ, तर गर्नु चाहिँ पर्यो, तपाईँहरूले सपोर्ट गर्नु पर्यो, सब्स्क्राइब गरिदिनु होस्। हौ कत्रा भिडियो आउँछ हौ यहाँ यो च्यानलबाट। के भनेको अलिकति अहिले बिजी भएर मात्र हो, नत्र त के हो तपाईँहरूको यार यो मेरो च्यानललाई सब्स्क्राइब गरेर अरू कुनै च्यानल सब्स्क्राइब गर्नै पर्दैन क्या। यति चाहिँ ठोकुवा तपाईँलाई हँसाउने रोउने काम मेरो, यहाँ छोडिदिनु क्या मलाई। तर सब्स्क्राइब गर्नुहोस्, सहयोग गर्नुहोस्, सपोर्ट गर्नुहोस्। अरे खेक्तङमा पानी आएर ल त्यो हो कि। अनि यस्तै छ, अब हामी पनि चाँडैभन्दा चाँडै यसलाई मोनिटाइजेसन गर्ने बित्तिकै अरे नेपाल जान्छु बे, नेपाल जान्छु ल। नेपाल गएर गाउँघरको भिडियो चाहिँ नि के अरे एकदम अर्ग्यानिक भिडियो ल्याउँछु भन्ने सपनैमा सीमित रह्यो। ठुक्कै जाठा। अब यस्तै छ, जे साङ जसो साङ हैन, मैले बनाएँ त तपाईहरुको लागि बनाएको है। फेरि हेर्नु भनेर बनाएको अरे ल। हाँसे पनि, कराए पनि, थुके पनि, जे गरे पनि, तर कमेन्ट गर्नुहोस्, केही फरक परेन। चोगाम्मे अरे ल, तराम्मे जाठा।